भनिदिनुहोस्। म चाहिँ यहाँ नानीलाई बोक्नु नसकेर चाहिँ यसरी चुन्नीले बाँधेर लाँदैछु। पानी पर्लास्तै भयो, पानी चाहिँ परेको छैन। आइफिडेस पानी चाहिँ परेको छैन। नानीले छाता ओर्छु भनेर चाहिँ छाता ओरेको। हामी चाहिँ जाँदैछ है काइरा र म हिजोदेखिको लगेको। खासै अस्तिदेखिको लानुपर्ने थियो। हाम्रो नानी चाहिँ अलिक ढिलो हिँडेर चाहिँ ढिलो हिँड्नुको कारणले गर्दा चाहिँ काइरालाई चाहिँ आइसिडिएस पनि ढिलो भयो भन्देऊ। बाई बाई भरे भेटौँ भन्देऊ। खोइ बाई गरेको खोइ। ल है साथीहरू, म त फेरि मोमो बनाउन थालेँ। यहाँ चाहिँ किमा छ, यहाँ चाहिँ आँटा। म चाहिँ अब बेल्न थालेँ। चाहिँ नानीलाई बनाइदिएको है मोमो चाहिँ। तपाईँहरूले पनि सोच्नुहुन्छ होला के साह्रो मोमो बनाएको भनेर। के गर्नु, नानीहरूले मागेपछि बनाउनै पर्यो साथी हो। तर म चाहिँ मोमो चाहिँ दामी बनाउँछु अरे। मैले बनाएको मोमो चाहिँ मिठो हुन्छ अरे गाइस। कसले भनेको भनेदेखिको मेरो हस्बेन्डले भन्नुभएको मैले चाहिँ मोमो दामी बनाउँछु अरे। अब आफ्नो बुढाले भनेपछि त बुढीको मन पनि खुसी हुन्छ नि त हैन। के खुस हो साथीहरू। म चाहिँ त्यस्तो खासै त आउँदैन मोमो बनाउनु चाहिँ। तर किमा चाहिँ बनाउनु चाहिँ म राम्रै बनाउँछु। चाहिँ म चाहिँ भर्खर म चाहिँ मोमो बनाउनु सुरु गरेँ साथीहरू। त्यति साह्रो खासै त बनाउनु त जान्दिनँ, र पनि अब अलिअलि चल्दो त बनाइहाल्छु। यस्तो बनाउँछु है म चाहिँ। हजुरहरूले भन्नुहुँदै होला एउटै टी सर्ट लगाएर के साह्रो भिडियो बनाएको भन्नुहुँदै होला कि किन सोचिहाल्नुहुन्छ नि मान्छेहरूले। मैले चाहिँ किन यो टी सर्ट लगाएको भने यो टी सर्ट चाहिँ मेरो फेभरेट हो नि त। कम्फर्टेबल पनि छ हो, शीतल पनि छ, ठुलो पनि छ हो। यो चाहिँ मेरो हस्बेन्डले किनिदिनु भएको नि त। बिचारा मेरो हस्बेन्डले मायाले ल्याइदिनु भएको मलाई यो टी सर्ट हो। मेरो हस्बेन्ड चाहिँ त्यसै कारणले चाहिँ म चाहिँ मेरो हस्बेन्ड पनि ड्युटी जानुभएको पनि 7 दिन भयो है गाइस। बिचारा त्यसै कारणले म पनि मेरो बुढाको यादमा टी सर्ट लगाएर चाहिँ मोमो बनाउँदैछु। बिचारा मेरो हस्बेन्डले पुरा मन पराउनु हुन्छ नि त मोमो। अनि लाइट पनि गयो, पानी पर्ला जस्तो भयो, पुरा गुरुङ गुरुङ गर्दैछ है। मेरो हस्बेन्डले पनि पुरा मोमो मन पराउनुहुन्छ। अनि नानीले पनि। मेरो हस्बेन्ड जानुभएको पनि 7 दिन भइसक्यो। म चाहिँ हजुरहरूसँग गफ गर्दा गर्दा मेरो मोमो पनि रेडी भइसक्यो। आज चाहिँ पानी ठुलो आउने रहेछ है। अँधेरै भइसक्यो साथीहरू, लाइट पनि छैन। चाहिँ साथीहरू हाम्रोतिर चाहिँ यसरी पानी पर्दैछ है। अघि चाहिँ पुरा पानी परेको थियो, अहिले चाहिँ ठिक्कै भएको छ हो। यस्तो भएर चाहिँ यस्तो हावा पनि चल्दैछ। पानीले बगाउन आँटे हामीहरूलाई त हेर्नुहोस् है।